हेलो साथीहरू नमस्ते। मेरो नाम गोविन्द बराल र म एउटा सानो युट्युबमा भिडियोहरू बनाएर अपलोड गरिरहेको हुन्छु र मैले यो जङ्गलमा देखेको कुराहरू चाहिँ म हजुरहरू समक्ष यसो केही भनौँ कि भनेर यो भिडियो बनाउन गइरहेको छु। अहिले यो जति पनि तपाईहरूले यो जङ्गल देख्नु हुँदैछ, यो जङ्गल केही दिन अगाडिसँग एकदम पतझड लागेर हरियाली केही पनि थिएन यो जङ्गलमा। म यो बाटो हिँडिरहेको हुन्थेँ र यहाँनिर हेर्दाखेरि पनि एकदम त्यो सबै रुखहरू मरेको जस्तो लागिरहेको जस्तो मलाई फिल हुन्थ्यो। र म अहिले फेरि पनि यही बाटो हिँड्दै आउँदाखेरि मैले यो जङ्गल एकदमै हरियाली मजाको ग्रिनरी भएको देखिरहेको छु र यहाँ म्याक्सिमम चराहरूको पनि एकदम आवाजहरू, साना साना चराहरू, नयाँ नयाँ खालका किसिमका जुन हामीले घर आँगनमा नदेख्ने किसिमका चराहरू पनि म्याक्सिमम रूपमा यहाँनिर मैले देखिरहेको छु, जुन हामी सानो सानो बर्डहरूलाई हामीले याद गर्दैनौँ। अब यहाँ तपाईँ हेर्नुहुन्छ यो सानो डाङ्ग्रे रुपी, म यति नजिकै हुँदा पनि यहाँ रुखमा बसिरहेछ। यो एकदम गर्मी छल्नको लागि यहाँ बसिरहेछ अहिले एकदम यो यसमा। र थुप्रै चराहरू यहाँ राम्रो राम्रो अवलोकन गर्न सकिने भएछ। यो जङ्गल हरियाली यसो हेर्दाखेरि खुसी लाग्यो र मैले अहिले यो खास यो भिडियो किन बनाएर हालेँ त भन्दाखेरि हजुरहरूलाई यहाँनिर पनि यस्तो किसिमको राम्रो भ्युजहरू आउँछ र म जति पनि युट्युबमा बनाइरहेको हुन्छु त्यो सानो सानो क्लिप्सहरू यस्तै जङ्गलमा, कुनै जङ्गलमा देखेका फुलहरूको, कुनै एउटा फुलको, कुनै चराहरूको, कुनै बटरफ्लाईहरूको, सानो सानो किराहरूको, इन्सेक्ट्सहरूको हो त्यस्तै आधारमा म बनाइरहेको हुन्छु। र म जति पनि मेरो युट्युबमा हुने साथीहरूले मेरो च्यानल सब्सक्राइब गरिदिनु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र जति पनि नगर्नुहुने साथीहरूले पनि फेरि पनि सब्सक्राइब गरिदिनु होला। र जति पनि म यस्तै क्लिप्सहरू निकाल्नेछु र हजुरहरूलाई समक्ष राख्नेछु। धन्यवाद।